हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज मैले अलिकति फरक भिडियो लिएर आएको छु। गुरुङ परिवार आएको छौँ किनकि भोपालको आमा बुबा दिल्ली भएको कारणले गर्दा हौसलाले अझै राम्रो प्रगति गर्न सकोस् भनेर हाम्रो परिवार प्लस हाम्रो गुरुङ परिवार जो जति सकिएछ खुसियाली मनाइदिन आएको छौँ। हेरेर हामीले त इन्जोय गर्छौँ, हजुरहरूले पनि इन्जोय गर्नुहोला। ल हेर्नुहोस्, यो देखिँदै गरेको यो खोला हामीहरूले माछा मार्ने, खाने, इन्जोय गर्ने, पिकनिक गर्ने सबै गरिन्थ्यो। तर अहिले बर्खा लाए जस्तो भएछ, त्यस कारणले गर्दा माछा मार्न अलिकति कठिन छ। यो बनेको झोलुङ्गे पुलले दुई जिल्लालाई जोड्ने काम गर्छ। कपिलवस्तु बाणगङ्गा नगरपालिका वडा नम्बर 9 र अर्घाखाँची जिल्ला सिद्धगङ्गा नगरपालिका वडा नम्बर 12 दुई जिल्लालाई जोड्ने काम गर्दछ। यादहरू झल्किन्छ, के गर्ने, यो गाउँले जीवनै रमाइलो छ जस्तो लाग्छ। हिँड्यो, खायो, रमाइलो गर्यो। ल हेर्नुहोस्, घाँसको भारी यसरी पहिला बोकिन्थ्यो, अझै पनि बोक्दै हुनुहुन्छ। ल हेर्नुहोस्, आज फेरि यो संजोगले यो अर्ग्यानिक मल बनाउने कार्यक्रम चल्दै रहेछ। त्यहाँ हाम्रो टोलीसँग भेटघाट कार्यक्रम भयो। यो भङ्गालाको गाउँ यति रमाइलो छ। यहाँ बस्ती कम भए पनि यहाँको कोअपरेसन, टिमवर्क, वनको व्यवस्थापनदेखि लिएर सबै व्यवस्था भएको गाउँ यति रमाइलो छ। ल हेर्नुहोस्, पानीको यति व्यवस्थित छ। यो नहरले पुरै भङ्गालालाई सिँचाइ गर्न मिल्छ भने सिजनअनुसार मकै, धान, गहुँ, तोरी यति राम्रो खेती हुन्छ। यहाँ लगभग खान सबै घरलाई पुग्छ। ल हेर्नुहोस्, केरा हुन्छ, फलफुलदेखि लिएर सबै हुन्छ। हेलो दाइ, नमस्कार। के गर्नुभएको छ? ओहो, यो झाँतो पिसेको त मैले त हेर्नै पर्ने भयो। कति राम्रो, यो पुरानो जमानाको होइन? के पिस्नु भएको छ? दाल? ल हेर्नुहोस् गाइज, यो पुरानो जमानाको झाँतो नि पक्का हेर्नु होला। झाँतो कति राम्रो, यो पुरानो संस्कार अझै पनि गएको छैन होइन? के गर्नुभएको छ? ओहो, ल ल, के खान लानुभएको छ यस्तो? ए ल ल ल, अरू के छ? छोराछोरी कहाँ हुनुहुन्छ? बुढाबुढी मात्र हो यहाँ? ओहो, पाहाडगढ कहाँबाट झर्नु भएको? ए ल ल, हाम्रो लागि त पुरानै हो, बच्चाहरूको लागि नयाँ हो यो होइन? ल बस्नु है। मेरो त बनगाई हो। आइजीको घरतर्फ जाँदैछु। यसलाई माछ भन्छ है। यो धानको यसरी एकट्ठा गरेर राखेकोलाई माछ भनिन्छ। गाउँघरको मजै अलग छ। ल हेर्नुहोस्, के रहेछ। ल हेरौँ, यहाँ हेर्नु, यो खुर्सानी किन्नै पर्दैन, यसरी फल्छ खुर्सानी। भनेपछि के हो यो? ओहो, यो च्याउ कहिलेको च्याउ हो यसरी गाउँघरमा। ल हेर्नुहोस्, बजारमा केही पनि पाइन्न, गाउँघरमा सुकाएको च्याउ यसरी बनाएको रहेछन्। यो प्याज भयो, प्याज पनि फलेको रहेछ, खुर्सानी फलेको रहेछ। ल हेर्नुहोस्, माइजीको यो टुमाको बिहा हुँदा यहीँ भित्र आएको जस्तो लाग्छ मलाई। ल हेर्नुहोस्, गाउँघरको यो अर्ग्यानिक चुल्हा, खाना बस्न यति रमाइलो छ। ल हेर्नुहोस्, के को भोपाल के को मासु बनाएको छ हेर त। ल ल ल ल ल ल ल हेर्नुहोस्, गाईको गोठ। ओहो, यो बाख्रा त यस्तो भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीबाट 75% अनुदान भनेपछि। ल हेर्नुहोस्, बाख्रा मान्छेभन्दा अझै सहज तरिकाले बसेछ भनेपछि ठुल्ठुलै रहेछ। हो, यो त ठुलो रहेछ। कति किलोको छ? त्यत्रो छ? खै खोलेर हेरौँ त। ओहो, होइन थुप्रो रहेछ बाख्रा त। अघि ठुलो भएको। ओहो, रहेछ यार, ठुलै हान्ने रहेछ त यार। ए भोपाल आइज त यहाँ, तेरा बाजे त हानु यहाँ त। यता आइज त। हो धकल, यहाँ त ठुलो रहेछ यार यो त। ल
लगाइज हेर्नु कृषकहरूको मेहनत गर्ने भने अब कृषकमै छ पैसा लानुहोस्। यो अनुदानवाला कृषि फर्म भनौँ या बाख्राको फर्म यस्तोहरू चाहिँ ल हेर्नुहोस्। गाउँघरको मजा अलग छ। ए पुचे कतिमा पढ्छस्? युकेजी। कहाँ पढ्छस्? बङ्गाला पढ्छ। ल ल ल यो विकास गाउँमा पनि हुँदैछ यसरी। ल हेर्नुहोस् जेसिबीले माथिबाट तल बनाउँदै रहेछ भनेपछि गाउँमा पनि केही न केही विकास हुँदैछ है। अब रात पर्न लायो, अब शीतल शीतल हुन लाग्यो। पहाडको गोदमा भएको कारणले गर्दा हल्का उता तराईतिर भन्दा यहाँ शीतलै रहेछ, किनकि हावा सिरेर चलिसकेपछि त्यस्तो गर्मीको अनुभव त भएन अहिले। यो घाम डुबेपछि एकदम शीतल हावा आइरहेछ। यो खोलाको किनारा भएको कारणले गर्दा पनि होला, पारि जङ्गलको कारणले गर्दा त गर्मी हुन्छ, तर यो खोलाको कारणले गर्दा हल्का शीतल हावा आइरहेछ। भनेपछि आज हामी यो बर्थडे सेलिब्रेसनको लागि आएछौँ यो भोपाल भन्ने छोरालाई। यति धेरै बेसार रोपे पो बल्ल खान पाइन्छ, नत्र कहाँ हुन्छ त्यसै। लक्की तेरो आज गरदछ ठिक नचले जस्तो लागिरहेछ, किन भन्न? ढोकबेट हुन्न साला त खुट्टा टोक्दै। ल ल तेरीमा होइन गरदछ तेरो खराब चल्यो भाइ। आज यही घरमा हामीले यो भोपाल भन्ने केटा त यो ड्रेस लाएर चट्ट परेको केटालाई हामीले बर्थडे सेलिब्रेसन गर्दैछौँ। ल हेर हाई गर। र आगोमा अब यसरी खाना बनाउँदैछौँ भनेपछि बाबा र मम्मी इन्डिया भए पनि हामीले यिनीहरूलाई केही साहस र हौसला दिउँ भनेर आइएको छ बुढी र म। अर्ग्यानिक चुल्हामा यसरी बन्दैछ। अलि मिठो बनाए ढङ्गको, फेरि नुन धेरै नहाल, सबभन्दा ठिक्क बना। ल ह्याप्पी बर्थडे भयो है हाम्रो छोराको। छोराले गिफ्ट तगडै छोप्यो। ल भोपाल केही भन्। कसले पठाइदिएको भन्? बाबा मम्मीले भन्। आजको दिन तँलाई कस्तो लागिरहेछ? कस्तो राम्रो? कस्तो ठिकै ठिकै? सबभन्दा तैँले कसलाई सम्झेछस् आजको दिनमा? बाबा मम्मीले सम्झिनु पर्छ, बुझिस्? बाबा मम्मीले गर्दा यहाँसम्म पुगेछस् भनेपछि बाबा मम्मीले सम्झिनु पर्छ। कुकिङ हुँदैछ। ल हेर्नुहोस् अब के पकाउनु लाग्यो? मोमो गरम गर्न। आज भोपाल घरती मगरको 13 साल पुगेर 14मा चल्दैछ, त्यस कारण आज बर्थडे सेलिब्रेसन गर्न हाम्रो सम्पूर्ण इष्टमित्र आछ। बाबा मम्मी नभए पनि दाजुभाइ दिदीबहिनीहरूले यसरी यसलाई खुसियाली मनाउँदैछन्। 2 जना दिदीहरू।
पङ्खा बन्द गर त्यसको आँखातिर झाला Happy birthday to you. Happy birthday to you. गुल्टिन्छस् ठुलो दिदीको हातबाट यसले केक खायो भनेपछि अब 1 सालसम्म केक नखाए त पढ्ने हो धेरै पढ्यो ठुलो मान्छे ल हेप्पी बर्थडे ल बहुत खाछस् ल आशीर्वाद आशीर्वाद यस्तै गरे अघिल्लो साल पनि तेरो बर्थडे मनाउन पाइयोस् भनेपछि अब यता अर्ग्यानिक तरिकाले बन्दैछ है यो चुलोमाथि चुला छैन र पाथी होइन हाम्रो कार्यक्रम अब यो केक काट्ने कार्यक्रम समाप्त भयो है खानेपिने कार्यक्रम चल्दैछ अब पहाडको घर सबै लक्की खुसी यो चिन्टे पार्टी ल बसो हामी घर गयो है ल ल गाइज हामी अब घरतिर फर्क्यो टाढै छ अब यहाँबाट हिँडेर जानुपर्छ त्यसपछि फेरि ई रिक्सा मोटरसाइकलमा जान छ